घरेलु मैदानमै चुकेको नेपालको कमब्याकको सम्भावना कति? नेपाली महिला राष्ट्रिय क्रिकेट टोली यतिबेला आइसिसी महिला टी20 विश्वकप ग्लोबल क्वालिफायर छनौटमा व्यस्त रहेका छन्। नेपाल पहिलो पटक विश्वकप ग्लोबल क्वालिफायर छनौट खेलिरहेको हो। टी20 विश्वकप छनौट कीर्तिपुर स्थित त्रिभुवन क्रिकेट स्टेडियम र मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन 4 खेल भएको थियो। उद्घाटन खेलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गरेको घरेलु टोली नेपाल 8 विकेटले पराजित भएको थियो। यो सँगै अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा थाइल्यान्डसँग नेपाल लगातार 8औं पटक पराजित भएको छ। प्रतियोगितामा खराब सुरुवात गरेको नेपाललाई अझै पनि पहिलो पटक टी20 विश्वकपमा स्थान बनाउने मौका रहेको छ। तर यसका लागि नेपालले शानदार प्रदर्शन गर्नुपर्ने रहेको छ। नेपालले अब समूह चरणमा 3 खेल खेल्न बाँकी रहेको छ भने जहाँ घरेलु खेल मैदानको फाइदा उठाउँदै प्रतियोगितामा शानदार कमब्याक गर्न सक्नेछ। यसैबीच पराजित यात्राबाट प्रतियोगिताको सुरुवात गरेको नेपाल अब कसरी टी20 विश्वकपमा स्थान बनाउन सक्छ भन्ने बारेमा चर्चा गर्नेछौँ। आइसिसी महिला टी20 विश्वकप ग्लोबल क्वालिफायर छनौटमा नेपालले खराब सुरुवात गरे पनि विश्वकपमा स्थान बनाउने अझै प्रशस्त मौका रहेको छ। विश्वकपमा स्थान बनाउन नेपालले सुरुमा समूह चरण पार गरी सुपर 6 मा स्थान बनाउनु पर्ने हुन्छ। 5 राष्ट्र सहभागी समूहमा शीर्ष 3 मा रहन सके नेपाल सुपर 6 मा प्रवेश गर्नेछ। शीर्ष 3 मा स्थान बनाउन नेपालले समूह चरणका बाँकी 3 खेलमध्ये सम्भव भए 3वटा नत्र कम्तीमा फराकिलो अन्तरले 2 खेलमा विजय हासिल गर्नुपर्ने हुन्छ। थाइल्यान्ड बाहेक समूहमा रहेका बाँकी 3वटा टोली टी20 वरियतामा नेपालभन्दा माथि रहेका छन्। तर पहिलो पटक विश्वकपमा स्थान बनाउने हो भने नेपालले समूह चरणका बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। समूह चरणका 3वटै खेल जिते नेपाल सिधै सुपर 6 मा प्रवेश गर्नेछ। त्यस्तै 2 खेलमा पनि जित हासिल गरेको खण्डमा नेपाल अरू टोलीभन्दा राम्रो रन रेट भए सुपर 6 मा स्थान बनाउनेछ। 2 खेलमा पनि जित हासिल गर्न नसके नेपालको विश्वकपको यात्रा भने यहीँ समाप्त हुनेछ। यदि नेपालले समूह चरण पार गरी सुपर 6 मा स्थान बनाएको खण्डमा त्यहाँबाट पनि शीर्ष 4 मा स्थान बनाउनु पर्ने हुन्छ। त्यसपछि नेपाल सिधै टी20 विश्वकपमा स्थान बनाउनेछन्। प्रतियोगितामा सहभागी 10 राष्ट्रलाई 2 समूहमा विभाजन गरिएको छ, जहाँबाट दुवै समूहका शीर्ष 3 टोली सुपर 6 मा स्थान बनाउँदै एक अर्काबीच प्रतिस्पर्धा गर्नेछन्। त्यहाँबाट पनि शीर्ष 4 स्थान बनाउने टोली विश्वकप छनौट हुनेछन् भने टी20 विश्वकप जुन 12 देखि इङ्ल्यान्डमा आयोजना हुँदैछ। विश्वकप छनौटमा नेपालले दोस्रो खेल अब 22 जनवरीमा नेदरल्यान्ड्स विरुद्ध खेल्नेछ भने थाइल्यान्डसँगको हारका कारण प्रतियोगितामा नेपालमाथि अब थप दबाव बढेको छ।